हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल्स। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। यो चाहिँ हाम्रो सिङ्गल काभ्रे इन्द्रदविता गाउँपालिकाको जग्गा हो, जो मैले चाहिँ पहिला म माथि थाल्ले घुममा घुम्न गएको थियो। त्यहाँदेखि मैले निचे देखेँ त वाउ, यता पनि यति राम्रो जग्गा रहेछ। त्यसैले एक दिन घुम्न जाऊँ सोचेको थियो। त्यसैले आज आमासँग घुम्न गएको थिएँ। आमा चाहिँ उतै साथी घरमा बस्नु भयो। त्यो चाहिँ म चाहिँ भ्यूको लागि, हजुरहरूको इन्ट्रेस्टिङ भ्यूको लागि साथीहरूले पनि जाऊ 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 भन्ने थियो। त्यसैले म बिच गएको, किनकि उता गयो भने चाहिँ हाम्रो लागि, आफ्नो लागि पनि इन्ट्रेस्टिङ भ्यू, यति राम्रो भ्यू देख्छ। अनि हजुरहरूको लागि पनि यति राम्रो इन्ट्रेस्टिङ भ्यू ब्युटिफुल, यति राम्रो पाहाडहरू, यति राम्रो हिमालय जग्गाहरू हजुरहरूले पनि देख्यो भने कति राम्रो हुन्छ होला। यति राम्रो गाउँतिर घुम्न मन लाग्छ होला। त्यसैले हजुरहरू घुम्छ, मेरो भिडियो देखेर हजुरहरू हाम्रो गाउँतिर घुम्न आयो भने राम्रो हुन्छ। हजुरहरूलाई म सपोर्ट गर्छु। हजुरहरू आयो भने, तर हजुरहरूले मलाई मेरो च्यानलमा मलाई सपोर्ट गर्नुपर्छ। 100%। मलाई सपोर्ट कम भएको छ। अहिले हजुरहरूले मलाई जति सपोर्ट गर्छ, म पनि भोलि पर्सि ठुलो कन्टेन्ट क्रिएटर भयो भने चाहिँ हजुरहरूलाई म 100% सपोर्ट गर्छु। किनकि अहिले म छोटो कन्टेन्ट क्रिएटर हो। त्यसैले म हजुरहरूलाई यति मद्दत गर्न सक्दैन, किनकि मलाई मद्दत जरुरी छ। त्यसैले हजुरहरूलाई मद्दत गर्न पुरा गाह्रो छ गाइस। त्यसैले प्लिज मलाई सपोर्ट गर्नुहोस्। त्यसैले हजुरहरूले जति मलाई सपोर्ट गर्छ त्यति मलाई पनि खुसी हुन्छ। अगर हजुरहरूले मलाई 50K सब्सक्राइबर कम्प्लिट गर्यो भने चाहिँ म यो मेरो एन्ड्रोइड फोन भेजेर म नयाँ आइफोन किन्छु। त्यसपछि हजुरलाई इन्ट्रेस्टिङ मिनी ब्लग खतरा बनाएर लेख्छु, जो हजुरहरूलाई पुरा राम्रो लाग्छ होला। त्यसैले गाइस, हजुरहरूले जति सपोर्ट गर्छ मलाई पनि त्यति भिडियो बनाउने पनि खुसी हुन्छ गाइस। प्लिज त्यसैले हजुरहरूले सपोर्ट गरिदिनु होला। हजुरहरूले मिस्टर बिज, सौरभ जोशी, ज्ञान गेमिङ, बडो युट्युबरहरूलाई थाहा छ होला। उनीहरूको पहिले ब्रेकअन कस्तो थियो, अहिलेको आफ्टर कस्तो छ, पहिले ब्रेकअन कस्तो थियो, हजुरहरूले पुरा देख्यो होला। त्यसैले प्लिज गाइस, हामी छोटो कन्टेन्ट क्रिएटरलाई पनि हाम्रो भिडियो स्कुल नगरेर हेर्नु गाइस। जति हजुरहरूले हाम्रो भिडियो हेर्छ त्यतिकै हामीलाई पनि भिडियो बनाउन पुरा खुसी हुन्छ गाइस। त्यसैले प्लिज सपोर्ट गरिदिनुहोस्, लाइक सेयर कमेन्ट गरिदिनु गाइस। हजुरहरूले जति लाइक सेयर कमेन्ट गर्छ मलाई पनि यत्तिको मन खुसी हुन्छ। भिडियो बनाउन यति खुसी हुन्छ। हजुरहरूले जतिको भिडियो बनाउने हामीलाई पनि यति भिडियो बनाउन मेहनत गर्न मन लाग्छ गाइस। त्यसैले प्लिज हजुरहरूले मलाई सपोर्ट गरिदिनुहोस्। यो चाहिँ हजुरहरूलाई कुन चाहिँ स्कुलको भन्ने चाहिँ सिम्बल काभ्रे स्कुलको भिडियो हो गाइस। हजुरलाई सर्ट फर्ममा लेखेको छु। आजको मिनी ब्लग चाहिँ यहाँसम्म हो गाइस। हजुरहरूलाई कस्तो लाग्यो मेरो मिनी ब्लग मलाई कमेन्टमा भनिदिनु होला गाइस। टाटा बाई बाई।